हेलो गाइज नमस्ते वेलकम है म फिल्म चाहिँ आज हाम्रो यो वाला द्वाली बुझ्ने प्लान छ यो माघीमा चाहिँ है हाम्रो अक्कललाई यहाँ यो वाला द्वाली बुझिदिने ऊ तलसम्म बुझिदिने भन्ने प्लान छ दुःख गरेर यहाँ चाहिँ टोलेहरू ऊ त्यहाँ खटिरहेको छ हेर्नुहोस् है ल हामी चाहिँ अब यहाँबाट यो सर यो पानीलाई त्यहाँ निकास गरेर द्वाली बुझ्दैछौँ अब नेक्स्ट भिडियोमा पनि मैले तपाईँहरू गर्छु यहाँ माछा कति छन् आज हामी चाहिँ अनुमान गर्छौँ है त गाइज लगाएछ हामी चाहिँ यो द्वालीको 50%मा गयौँ है यहाँ चाहिँ अब यति बुझिसक्यो त्यो चाहिँ हाम्रो मोके साहबहरू हुन्छ माथि ऊ त्यहाँ हेर्नुहोस् यहाँ एउटा पाल पनि आइसक्यो है अब यति यो भागलाई उ गरेर अब योभन्दा तल चाहिँ हामी माछा मार्छौँ है आज है सर त्यो बिचै आज मिहिनेत गरौँ भनेर केटाहरू लागिरहेछ हेर्नुहोस् कि बुझिरहेछ नि ल त्यो ढुङ्गा अब ऊ तलबाट यहाँसम्म बुझिसक्यो अब यहाँदेखि चाहिँ यता यो भाग हालेर यो पुरै पानी सुकाउने हामीले पल्लो साइडबाट पानी जान्छ है गाई चाहिँ ल अब नेक्स्ट चाहिँ हामी अर्कोमा देखाउँछौँ है ल हाम्रो वकिल साहब यहाँ हुनुहुन्छ हाम्रो चाहिँ तप्त भाइ विश्व भाइ हाम्रो मिस्त्री त्यसपछि भीम दाई किशोर साई बिक्की अनि त्यसपछि म चाहिँ यता छु यहाँ भिडियोमा है गाई ल है गाइज अब यहाँ पानी सुक्दैछ हेर्नु होला यहाँ हामीले यहाँ ल साथीहरू पानी सुकिसक्यो ल दुवाले यहाँ कम्प्लिट भयो ल है हामी अब यहाँ माछा मार्दैछौँ हेर्नुहोस् ल काभ्रे ल माछा मर्छ गाई हेर्नुहोस् ल देखा त ए काभ्रे है काभ्रे माछा रहेछ काभ्रे आइसक्यो काभ्रे ल हेर्नुहोस् पानी घटिसक्यो टोली आइसक्यो ल साथीहरू यहाँ आगो पनि बलिसक्यो है यहाँ टोली यहाँ टन्न माछा मार्दैछ ल हेर्नुहोस् आजको दुवा ल गाइज ल आगो बाल्न यहाँ बुढा रेडी छ भिक्की भाइ ल अब दुवाली हाम्रो कम्प्लिट भइसक्यो त्यहाँदेखि ल केटो ल है आगो ल गइसक्यो मुढाहरू गयो हाम्रो मोखे अनि हाम्रो ठुलोबा हुनुहुन्छ गाइज ल है यो तल चाहिँ हामी अब यहाँ चाहिँ पानी अब 50% पानी उता गइसक्यो अब यहाँबाट यो द्वारीलाई हामी कम्प्लिट गरेर यहाँ आज माछा मार्ने हो माघीको ल गाइज माछा मरिरहनु है काभ्रे आयो काभ्रे ल गाइज ल माछी आयो फेरि माछी ल हेर्नुहोस् आयो माछी हेर आयो फेरि अर्को आयो गाई चाहिँ ल है यसमा आइरहेको छ माछी मासो रे माछी निकाल्नु फटे गरेर निकाल्नु बोला भिडियोमा माछी आयो ठुलै छत्याइदियो भने क्या एउटा माछी आयो फेरि आयो माछी आयो ल माछी कति आउँछ कति आउँदैछ है माछी आयो फेरि आयो माछी छत्तेको है फेरि माछी आयो फेरि बिस्तारै बाहिरबाट हाल्नु भट्किन्छ नि माछा फेरि करेन्ट भत्काइदियो अब माछी ल यस आयो माछी ल फेरि आएको तीन ल्या त माछी आयो ठुली माछी गाइस नाइट क्याम्प चल्दैछ यहाँ सुरु भयो अब ल हेर्नुहोस् आगो या मासु
देखाएन आगो मात्र लगाए चाहिँ माछा छ यो पोलेको माछी यो ठुली छ उहाँले एक्लै खाइरहनु भएको छ दिन्न गरे नदिने नदिने कसैलाई नदिने ल खै यसको हेर्नुहोस् फेरि यत्रो छ माछा यसको बच्चा पनि छन् 4-5 भन्नु नि माछाको फुल छ नै माछा फुल लगाए यो भुवा फाल्दैछौँ हामी नाइट क्याम्पको लागि ल लगिसक्यो टोलीले गाइस माछा साथीहरू यहाँ नाइट क्याम्प सुरु भइसक्यो माछा गायब भयो अलिअलि वकिल साहब तर के हो भने सबै समय हाम्रो क्याम्प सुरु भइसक्यो ह्याप्पी मागी गाइस ह्याप्पी मागी भन्छ सबले ह्याप्पी मागी ल ह्याप्पी मागी सुरु भइसक्यो ह्याप्पी मागी पाक्ने कार्यक्रम अन्तिम फेदो भइसक्यो साथीहरू ल माछाको त्यसपछि यो माछा स्टिम टोलीहरू यहाँ नाइट क्याम्पमा सबैजना हुनुहुन्छ यहाँ है हामी चाहिँ अब सुरु गऱ्यौँ है गाइस ल गाइस है नाइट क्याम्प सुरु भयो यहाँ टोली खाँदैछ चट्ट माछाहरू हाम्रो बिक्री भाइ भान्सामा ल लाग्छ रमाइलो माया आफ्नै गाउँ आफ्नै ठाउँ लाग्छ रमाइलो माया फेवा तालैमा गाउँघरकै कान्छीले पार्यो जालैमा माया फेवा तालैमा गाउँघरकी कान्छीलाई पार्यो जालैमा साथीहरूलाई ल सर यो मागी भनेको यो हेर्नुहोस् है सर 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 दर्शकबिन नमस्कार हामी चाहिँ अब चाहिँ अब हामीले माछा आयो ढरियाको माछा
लास्ट